आजको यस विश्लेषणमा स्वागत छ। आज हामी कर्पोरेट कर विवादको एउटा निकै रोचक विषयलाई पूरै चिरफार गर्दैछौँ। ठूला करदाता कार्यालय र शिवम सिमेन्ट्स बीचको यो ठूलो मुद्दा जसको टुङ्गो भर्खरै राजस्व न्यायाधिकरणले लगाएको छ। यो खासमा राज्यले कर उठाउने अधिकार र एउटा उद्योगको आफ्नै व्यापारिक रणनीति बीचको एकदमै गजबको टकराव हो। यो पुरै विवादलाई बुझ्न हामी मुख्य 6वटा कुराहरूमा केन्द्रित हुनेछौँ। पृष्ठभूमिबाट सुरु गरेर ऋण र ब्याजको विवाद, पेशकी रकम, कर्पोरेट सामाजिक उत्तरदायित्व अर्थात् सीएसआर, प्रमाण बिनाका खर्चहरू र अन्तिम फैसला तथा जरिवानाको कुरा गर्नेछौँ। ल ढिला नगरी सुरु गरौँ। पहिलो खण्ड, मुद्दाको परिचय र पृष्ठभूमि। यो सबै कथा सुरु हुन्छ आर्थिक वर्ष 2079-80 को कर निर्धारणबाट। शिवम सिमेन्ट्सले आफ्नो करयोग्य आय करिब 12 करोड 32 लाख रुपैयाँ घोषणा गरेको थियो। तर ठूला करदाता कार्यालयले त्यसलाई एकैचोटि बढाएर 16 करोड 3 लाख रुपैयाँ भन्दा बढी पुर्याइदियो। सोची हेर्नुस् त, यति ठूलो अन्तर। स्वाभाविक रूपमा यति धेरै फरक परेपछि करदाता चुप लागेर बस्ने कुरै भएन र मुद्दा पुग्यो राजस्व न्यायाधिकरणमा। अब जाउँ दोस्रो खण्डमा, ऋण र ब्याजको विवाद। यो मुद्दाको सबैभन्दा ठूलो कुरो भनेकै यही हो। 3 करोड 58 लाख रुपियाँभन्दा बढीको विशाल ब्याज रकम। कर कार्यालयले यो रकमलाई खर्चका रूपमा मान्यता दिनै मानेन। उनीहरूको तर्क के थियो भने शिवम सिमेन्ट्सले लिएको कुल ऋणमध्ये झण्डै 37% जति हिस्सा त व्यापारमा नभई अन्यत्रै लगानीमा प्रयोग भएको छ। ल अब यस विषयमा अलिकति भित्रै पसेर दुवै पक्षको कुरा बुझौँ है त। एकातिर कर कार्यालयले आयकर ऐनको दफा 14(1) समात्यो। उनीहरूको भनाइ स्पष्ट थियो, व्यापारिक ऋणको ब्याज मात्र खर्च लेख्न पाइन्छ, लगानीमा गएको होइन। तर शिवम सिमेन्ट्सको प्रतिरक्षा पनि कम्ती बलियो थिएन। उनीहरूले भने हामीसँग भएको आफ्नै सञ्चित मुनाफा नै लगानी गर्न प्रशस्त थियो, त्यसैले ब्याङ्कबाट लिएको त्यो ऋण त पुरै उद्योग सञ्चालन र व्यापारकै लागि थियो नि। अनि यहाँनिर न्यायाधिकरणको फैसला एकदमै अर्थपूर्ण रहन पुग्यो। फैसलामै भनियो कि कर कार्यालयले त्यो ऋण लगानीकै लागि लिएको हो भनेर कुनै ठोस प्रमाण नै दिन सकेन। त्यसैले त्यो दावी गरिएको ब्याज खर्च व्यवसायसँग नै जोडिएको पुष्टि हुन्छ। भनेको मतलब प्रमाण बिनाको हावाको भरमा गरिएको अनुमानलाई न्यायाधिकरणले खारिज गरिदियो र शिवम सिमेन्ट्सले यो राउन्ड जित्यो। तेस्रो खण्ड, पेशकी रकममा ब्याज कट्टी। यो विषय चाहिँ ठूला व्यापारी घरानाहरूको दैनिक अभ्याससँगै जोडिएको छ। कर कार्यालयले करिब 84,000 रुपैयाँ जतिको ब्याज खर्चलाई सिधै अस्वीकार गरिदियो। किन त? किनभने शिवम सिमेन्ट्सले आफ्ना 7वटा आपूर्तिकर्तालाई पेशकी त दियो, तर त्यो वर्ष उनीहरूसँग कुनै वास्तविक कारोबारै भएन। त्यसैले 12% भन्दा बढी दरले ब्याज कट्टी गर्न नमिल्ने कर कार्यालयको जिकिर थियो। तर यता शिवम सिमेन्ट्सको तर्क पनि व्यावहारिक थियो। सिमेन्ट बनाउन कोइला र चुनढुङ्गा त नभई हुँदैन, अनि त्यसको निरन्तर आपूर्तिका लागि आपूर्तिकर्तालाई अग्रिम पैसा दिनु त व्यापारको नियम नै हो नि। यसले त अन्ततः उद्योगकै नाफा बढाउने हो नि। यहाँ पनि न्यायाधिकरणले किताबी कुरा भन्दा व्यापारिक यथार्थलाई नै प्राथमिकता दियो। सामान पाइन्छ भनेर आपूर्तिकर्तालाई पेशकी दिनु त नाफा बढाउने एउटा सामान्य रणनीति नै हो। यसलाई ऋणको दुरुपयोग भन्न मिल्दैन। र यसरी यो बुदामा पनि सफलता शिवम सिमेन्ट्सकै हात लाग्यो। चौथो खण्ड, व्यावसायिक सामाजिक उत्तरदायित्व अर्थात् सीएसआर। अब यो सीएसआरको विवाद चाहिँ अरू सबै ठूला उद्योगहरूका लागि पनि एउटा ठूलो नजिर बन्न पुगेको छ। यहाँ दुईवटा फरक कानूनहरू एक आपसमा झुतेका छन्। एकातिर कर कार्यालयले आयकर ऐनको दफा 13 लाई टेकेर करिब 11 लाख रुपियाँको सीएसआर खर्चलाई मान्दै मानेन, किनभने यसले सिधै कम्पनीको आम्दानी त बढाउँदैन। तर शिवम सिमेन्ट्सले औद्योगिक व्यवसाय ऐन 2076 को दफा 54 मा त हामीलाई यो छुट स्पष्ट दिएको छ भनेर आफ्नो अडान छाडेन। अनि यसले एउटा कुरा गजबले प्रश्न पार्छ, विशिष्ट कानूनले कसरी काम गर्छ भन्ने कुरा। न्यायाधिकरणले ठ्याक्कै त्यही औद्योगिक व्यवसाय ऐनलाई उद्धृत गर्दै सीएसआर खर्चलाई कर प्रयोजनका लागि कट्टी गर्न पाइने स्पष्ट व्यवस्था भएको औल्यायो। आखिर समाजप्रतिको दायित्व पूरा गर्दा कम्पनीको नाम राम्रो हुन्छ र त्यसले पछि गएर व्यापारमै फाइदा पुर्याउँछ नि त। त्यसैले यो निर्णय पनि करदाताकै पक्षमा गयो। पाँचौं खण्ड, प्रमाण बिनाका अन्य खर्चहरू। ल
अहिलेसम्मका कुरा सुन्दा त सबै कुरा कम्पनीकै पोल्टोमा गएछ जस्तो लाग्न सक्छ, तर कथा यतिमै सकिँदैन। यहाँ आएर चाहिँ ठूला करदाता कार्यालयले एकदमै बलियो कानूनी आधार पायो। कम्पनीले अन्य उत्पादन खर्च भनेर करिब 77,000 र अन्य प्रशासनिक खर्च भनेर 33,000 रुपैयाँ दाबी गरेको थियो। सुन्दा रकम त्यति ठूलो होइन, तर यहाँ कानूनी सिद्धान्तको कुरा छ। यी खर्चहरू दाबी गर्दा कम्पनीले कुनै पनि बिल, भौचर वा भुक्तानीको प्रमाणै देखाउन सकेन। बिना प्रमाणका खर्चलाई कर कार्यालयले सिधै काटिदियो र न्यायाधिकरणले पनि प्रमाण नभएका खर्चले मान्यता पाउँदैनन् भन्दै कर कार्यालयकै निर्णयलाई एकदम सही ठहर्यायो। छैठौं तथा अन्तिम खण्ड, अन्तिम फैसला र जरिवाना। यहाँनिर आयकर ऐनको दफा 120 क को कडा प्रावधान बुझ्न एकदम जरुरी छ। यसले के भन्छ भने यदि कर विवरणमा भूल बस्ने किन नहोस्, झुट्टा वा भ्रमपूर्ण जानकारी समावेश भएर कर कम देखियो भने नपुगे भएको कर रकममा सिधै 50% थप शुल्क वा जरिवाना लाग्छ। न्यायाधिकरणको निष्कर्ष के रह्यो भने प्रमाण नभएका खर्चहरू दाबी गर्दा करदाताको विवरण भ्रमपूर्ण हुन गयो। त्यसैले ती बिना प्रमाणका खर्चहरूको हकमा जरिवाना र सँगसँगै ब्याज तिराउने कर कार्यालयको निर्णय 100% कानूनसम्मत थियो। त्यसैले यो सम्पूर्ण मुद्दाको चुरो कुरो के हो भने नि, यो एउटा अत्यन्तै सन्तुलित फैसला हो। हेर्नुस् त, ऋणको ब्याज, पेशकी रकम र CSR जस्ता एकदमै जायज व्यापारिक रणनीति र कानूनी अधिकारका कुरामा न्यायाधिकरणले शिवम सिमेन्ट्सको कुरा सुन्यो। तर जहाँ कागजात र प्रमाणकै कमी देखियो, त्यहाँ राज्यको कर कानून र कर कार्यालयको कडा अडानलाई पूरै साथ दियो। नियम त सबैलाई लाग्नुपर्छ नि, होइन र? अन्तमा एउटा निकै महत्त्वपूर्ण प्रश्न मनन गरौँ। व्यावसायिक कर र राज्यको राजस्व बीचको सन्तुलन कायम गर्न यस्ता फैसलाहरूले कस्तो भूमिका खेल्छन् होला? एकातिर कर्पोरेट क्षेत्रलाई व्यापार फैलाउने स्वतन्त्रता चाहिन्छ, अनि अर्कोतिर राज्यलाई एकदमै पारदर्शी र कानूनसम्मत कर प्रणाली। यो फैसलाले कानूनी अधिकारको रक्षा पनि हुनुपर्छ, तर प्रमाण र कागजातको अनुशासन पनि त्यत्तिकै जरुरी छ भन्ने गतिलो सन्देश दिएको छ। आजको यस विश्लेषणका लागि यति नै। यस्तै अर्को रोचक विषयका साथ फेरि कुरा गर्नेछौँ।